हट्न त माछा चुकिलो हुन्छ मजा आउँछ फेरि भेगुरा खान अनि अब ह्याप्नुहुन्छ पुरै नहुन्छ छेप दाइ छेप पानी पानी छोरे हेर्छ झी कस्तो छ हेर्छ झी खै त कति ठुला ठुला खान्थ्यो नि ल भिडियो बनाइछिस् अघे गाइस यसलाई झिँगे माछा भन्ने गरिन्छ गाइस भन्दैन के गाइस भन्नु न कस्तो गाइस रे भन्छन् यसलाई झिँगे माछा भन्छ हेर्नु यसलाई भेगुटा भन्छन् खै त छोप्नु भएन त गाइस हेर्नु माछा मार्ने प्रोग्राम भइरहेछ यहाँ मैले एउटा हिले माछा समात्दैछु हिले माछा यहाँ फुट्केको अवस्था यहाँ हिले माछा फुट्किरहेछ यहाँ के किरा बसिरहेछ अब एउटा साँप समात्दै थियो गाइस तपाईँहरूलाई त्यो देखाउनलाई अलि मिस्टेक गरेछ कतिखेर बाबा यो पानी होडल्ने कार्यक्रममा छौँ हामी पानी होडलेपछि तपाईँको माछा देखिने कार्यक्रम छ यहाँ माछा भन्दा धेरै भेगुता देखिरहेछन् भयो यहाँ हेर्नुहोस् यहाँ पानी म अब होडल्ने कार्यक्रममा छु पानी यो हिले माछा चाहिँ नि बाहिर आउँछ भन्ने अवस्था छ हाम्रो यो ठाउँमा हेर्नुहोस् बगर बगर किन गर्नु पानी होरलिसक्यो अब हेर्नुहोस् माछा सिद्राउरी हेर्नु फाटेर फुटु गरिरहेछ हेर्नुहोस् गाइस हेर्नुहोस् माछा बाबा यता पनि छ के ओ बाउ यता पनि छ नि झिँगे माछा पनि पाइरहेछ सिद्रा माछा पनि पाइरहेछ हेर्नुहोस् क्या मजाले देखेछ बे हिले माछा भरि भित्र पसिसकेको छन् फेरि एकचोटि कस्तो भोटे भोटे दाइ यत्ने नि भोटे हेर्नुहोस् गाइस कति ठुलो भोटे छ तर हाम्रो दाइले मिस्टेक गर्नुभयो समातिसक्नु भयो त्यही पनि छोडिदिनु भयो यहाँ पुगिसक्यो हेर्नुहोस् खै ऊ देखाइदियो त यी भोटे हेर्नुहोस् हो यसलाई भोटे भनिन्छ हाम्रो नेपालीमा इङ्ग्लिसमा फेरि यसलाई क्याट भनिन्छ यसलाई केकडा भनिन्छ क्याट रे हो त्यसलाई केकडा हेर्नुहोस् सिद्रा यता सुतिरहेको बाबा कति सिद्रा माछा कति यत्रो यस्तो सिद्रा अगाडि हेर्नु न अगाडि झिँगे माछा कि उति त्यत्नै दिन झिँगे माछा यहाँ सुतिरहेको ऊ के आउँदैछ सिद्रा माछा सुतिरहेछन् हिरे माछा भोलि खाल्टामा गए अहिले त्यसलाई खोज्ने प्रयास गर्छौँ हामी यी माछा यहाँ उद्रिरहन् कसरी यो माछा पल्टिन्छ भन्ने कार्यक्रममा यो हाम्रो पानी होडलेपछि यसको आँखामा हिलो माटो चाहिँ नि उसमा आँखामा पस्ने गर्छ अनि हिलो माटो चाहिँ नि आँखामा पस्ने गरी पस्छ अनि त्यसको बाद फेरि यो घायल हुन्छ त्यही भएर यो अलि उ गरिन्छ ल यो माछा राख्नु डब्बामा राख्नुलाई दिइरहेछु मैले माछा फेरि एकचोटि म होरल्ने कार्यक्रममा छु होरलेपछि हिले माछा प्रत्यक्ष देखिने जस्तो छ माछा हेर्नुहोस् उफ्रेको कार्यक्रम कत्रा माछा उफ्रिरहन् तर भोटे चाहिँ नि एउटा हाम्रो हराइरहेछ भोटे कहाँ गयो भन्नेलाई बाबा तपाईँ खुट्टामा उ चप्के हिले माछा
बाबा तपाईँ खुट्टामा झिँगे मासु टक्क छ मेरो खुट्टामा ऊ के उति झिँगे माछा चप्किरहेको अवस्था हेर्नुहोस् है खुट्टा भिले माछा फुट्क्यो झिँगे माछा हेर्दा हेर्नुहोस् हाम्रो खोलामा माछा यस्तै मारिन्छ हजुरहरूले कमेन्ट गर्नु होला कसरी माछा मारिन्छ हाम्रो स्टाइल यही हो तपाईँको स्टाइल देखाएर पठाउनु होला यहाँ अब म भोटे निकाल्ने कार्यक्रममा छु हेर्न के यो दुईटा छ दुईटा रहेछ यार ल दिदी दुईटा छ नि भेट्टो हिले पनि छ यार ठुलो यार यहाँ ढुङ्गा काँडाहरू के बिजिरहेको अवस्था छ यहाँ हाम्रो जग्गाको छेउमा यो खैर ढलेको अवस्थाले काँडाको खैर ढलेको छ काँडाको खैर रे अब मतलब खैरको काँडा भन्नमा अलि मिस्टेक गर्नु माछाले हेर्नु त त्यसो तेरो अगाडि के यी के यी यहाँ हाम्रो हाँसो मजाक भन्ने पनि कार्यक्रम भइरहेको छ यहाँ हिला छेपाछेप भइरहेको माछा मार्दैमा यस्तै हाम्रो कार्यक्रम छ यहाँ फर्किरहेको नि हिले माछा चाहिँ फेरि हलाउने अवस्था तल कसले के गर्छ तल हल्ला छ आफै झैलो ऊ समाज तेरो अगाडि फर्किरहेको छ झिङ्गा हो त हिले छोड्ने यार यसमा हिले थियो कटा कटा गयो झिँगेलाई छोड्नु अझ पानी फ्याँक्यो न यो पानी फाले फाले यही हाम्रो यो हाम्रो अन्त्य माछा मार्ने क्रममा नजिक अन्त्य पुगिसकेका छौँ हामी अब यो खालमा चाहिँ नि अन्त्य गर्ने इच्छा छ हिले माछा हाम्रो गाइस पुरै माटो मुनि धसे जस्तो छ ऊ त्यहाँ के छ हो त्यो ऊ त फुदुफुदु गरेर कहाँ यहाँ हाम्रो झिँगे माछा छोप्ने कार्यक्रममा छ